अब म हजुरलाई मार्केटमा एकदमै धेरै डिमान्ड रहेको गाडी ब्रेजा छ नि ब्रेजा। अनि कहाँ लिएर आउनुभयो तपाईँले यो पछाडि भने यस्तो कचाङ कुचुङ बाटामा? कचाङ कुचुङ होइन क्या, यहाँ हेर्नु न, मनाङ मुस्ताङ जानुलाई एकदमै राम्रो फोर व्हिल ड्राइभ भएको स्कर्पियो देखाउनु पर्यो मैले तपाईँलाई। हेलो नमस्कार एन्ड वेलकम ब्याक। आज हामी आएका छौँ बागमती कार सेन्टर बल्कुमा है। यहाँ अगाडि रिङ रोड छ, त्यहाँ पर चाहिँ तपाईँले सिजीको इभी सोरुम पाउनुहुनेछ र मेन रोडमै रहेको छ यो सोरुम। आज हामी आएका छौँ र त्यहाँ के कस्ता गाडीहरू रहेका छन् त्यो बारेमा आजको भिडियो त्यो सम्बन्धी है त। यहाँ हामीले बाहिरबाट देख्न सक्छौँ एकदमै मार्केटमा डिमान्ड भएको चाहिँ ब्रेजा गाडी पनि त्यहाँ छ, क्रेटा छ, इको स्पोर्ट रहेछ। अब के छन् भित्र जाउँ र सम्पूर्ण जानकारीहरू लिनेछौँ, आउनुहोस्। ए बहिनी नमस्ते। हजुर ए हजुर नमस्ते। ल हामी त आज यहाँ रहेको गाडीहरूको सम्पूर्ण गाडीहरूको बारेमा जानकारी लिन आएको होइन। हामी अटो अटोबाट हाम्रो दर्शकहरूलाई हामी पहिला नै आइसकेका छौँ होइन। अनि हाम्रो दर्शकहरूलाई यहाँ रहेको गाडीहरूको बारेमा सम्पूर्ण जानकारी दिनको लागि आएको। के छ आज टाइम कतिको अभाइलेबल छ, दिन सक्नुहुन्न? हुन्छ नि सर, भइहाल्छ। हुन्छ ल अब के गरौँ त, पहिला सुरुमा यही क्रेटाबाट सुरु गरौँ। हुन्छ, हेर्नुहोस् न, यो चाहिँ 2019 मोडलको क्रेटा SXO भेरिएन्ट रहेको छ भने यसमा चाहिँ तपाईँहरूले 1600 सीसीको पेट्रोल इन्जिन पाउनुहुनेछ। साथसाथै यसमा फिचर्सहरू चाहिँ एकदमै धेरै छ, फिचर्सले चाहिँ भरिपूर्ण रहेको छ। हेर्न सक्नुहुन्छ तपाईँहरूले यसमा प्रोजेक्टर हेडल्याम्प पाउनुहुनेछ, सनरुफ पाउनुहुनेछ, पुश स्टार्ट बटन, पावर स्टियरिङ, पावर विन्डोज, पार्किङ क्यामेराहरू पनि रहेको छ। ए यसमा सनरुफ पनि छ? हजुर सर। ए ओके, क्रेटामा सनरुफ है। SXO भनेपछि 2019 मोडलको फेस्टिभ अप्सन। अनि यसमा त सिट पनि पावर सिट हुन्छ नि होइन? हजुर सर, यसमा चाहिँ पावर सिट नै हो। हजुर ल गाडी पनि मलाई त यो नयाँ क्रेटा भन्दा नि होइन यो क्रेटा चाहिँ मन पर्छ क्या। हेर्नुहोस् न कस्तो रोडमा हिँड्दा नि एकदम पर्फर्मेन्स कस्तो राम्रो छ नि होइन? हजुर सर, रोड प्रेजेन्स चाहिँ एकदम स्ट्रङ छ। ए अनि यसको प्राइस चाहिँ कति छ त बहिनी? यसको प्राइस चाहिँ मात्रै 46,50,000 राखेका छौँ। अनि त्यसमा के छ, फाइनान्स नेगोसिएसन केही छ कि छैन? हजुर, प्राइसमा नेगोसिएसन चाहिँ छ, हामीहरू तपाईँहरूलाई चाहिँ 50% फाइनेन्स पनि दिनेछौँ। ए ल मार्केटमा अहिले खोज्दा पनि पाइँदैन नि त क्रेटा, तपाईँहरूले चाहिँ यस्तो खतरा क्रेटा लिएर राख्नु भएको रहेछ होइन? ल यदि कोही क्रेटा गाडीमा इन्ट्रेस्टेड हुनुहुन्छ भने उहाँहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूको लागि चाहिँ हाम्रो सोरुम भिजिट गर्न सक्नुहुन्छ अथवा बागमती कार सेन्टर भनेर तपाईँहरूले गुगलमा राख्नुभयो भने हाम्रो म्याप आउने, गुगलमा चाहिँ हाम्रो लोकेसन खोजेर आउन सक्नुहुन्छ होइन त? ल एकपल्ट फोन नम्बर पनि भनिदिनु न। 9860171681 मा नि सम्पर्क गर्न सक्नुहुन्छ। ल सम्पर्क गर्नु होला। अब हामी अर्को कुन गाडी हेर्छौँ बहिनी? हुन्छ, अर्को हामी हुन्डाईको सेन्ट्रो हेर्नेछौँ। यो चाहिँ रहेको छ 2009 मोडलको हुन्डाईको सेन्ट्रो। यसको प्राइस भने मात्रै 11,50,000 राखेका छौँ। प्राइसमा अलिकति नेगोसिएबल चाहिँ हुनेछ। ए अनि यसमा फाइनान्स चाहिँ हुँदैन है बहिनी? फाइनान्स त हुँदैन सर। ए फाइनान्स हुँदैन, अलिकति प्राइस मिलाएर फाइनान्स गर्न नपर्ने गराएर दिने होइन त? हजुर सर। ओके, अनि गाडीको कन्डिसन कस्तो छ, इन्जिन कस्तो हुन्छ, फिचर्स कति हुन्छन् यसमा? गाडी चाहिँ एकदमै फ्रेस रहेको छ। फिचर्समा चाहिँ तपाईँहरूले यसमा सेमी अप्सन फिचर्सहरू पाउनुहुनेछ। यो गाडीले चाहिँ अझ माइलेज पनि 15 to 16 सम्म दिन्छ। तपाईँहरू यदि विदिन द भ्याली हुनुहुन्छ भने एकदमै राम्रो हुनेछ यो गाडी हजुरहरूको लागि। ए भनेपछि कसैलाई चाहिँ एकदम सानो सस्तो र रिसेल पनि राम्रो भएको बलियो खालको गाडी चाहियो भने यो गाडी एकदमै बेस्ट रहेछ होइन त? हजुर सर। 11.5 लाख रुपियाँ, त्यसमा केही नेगोसिएसन गर्ने मिलाएर दिने होइन त बहिनी? हजुर। ल ठिक छ। ल अब अर्को कुन गाडी हेर्छौँ भने फेरि हामी यहाँ हुन्डाईको गाडी देखिरहेको छौँ, यही गाडी हेर्ने हो? हजुर सर, यो चाहिँ हुन्डाईको i10 रहेको छ। हजुर i10 तर इरा भेरिएन्टमा। हजुर यो चाहिँ 2009 मोडलको रहेको छ। यसको प्राइस चाहिँ हामीले कोडिङ गरेको छौँ मात्रै 12 लाख हो। यसमा पनि फाइनेन्स चाहिँ हुने छैन, नेगोसिएबल चाहिँ हुनेछ। ए भनेपछि अब हुन्डाईको बलियो गाडीहरू छानी लैजान पाइयो होइन त? जस्तो अब यो 9 मोडलको i10 एरा प्लस 12,50,000 मा, यो 9 मोडलको सेन्ट्रो 11,50,000 मा होइन? अब दुईटामा रेट मिलाएर दिने, दुईटा बलिया गाडी, दुईटा एकदमै सिटीको लागि पर्फेक्ट गाडी होइन त? हजुर सर। हो ल। अनि जस्तो अब केही वर्ष केही महिना चढिसकेपछि अब यो गाडी भन्दा म अलिकति ठुलो गाडी चढ्छु भन्नुभयो हुनुहुन्छ नि कोही त होइन? उहाँहरूले फेरि अब म यो गाडी तपाईँहरूसँग अहिले लगेर पछि फेरि तपाईँहरूले नै फिर्ता लिएर अर्को ठुलो गाडी लैजान्छु भन्दाखेरि केही त्यस्तो अप्सन हुन्छ कि हुँदैन? हुन्छ सर, यदि तपाईँहरूले चाहिँ हामीबाट जुन गाडी लानुभएको छ त्यही गाडी फेरि हामी चाहिँ बाइब्याक ग्यारेन्टीका साथ लिनेछौँ। ए ल साह्रै राम्रो अफरहरू रहेछ। अब अर्को कुन गाडी हेर्छौँ भने हामी यो सुजुकी गाडी हेर्ने हो? हुन्छ सर, आउनुहोस् न। ए अब यो सुजुकीको कुन गाडी हो बहिनी? यो चाहिँ मारुति सुजुकीको सेलेरियो हो। हजुर। यो चाहिँ 2014 मोडलको रहेको छ।
अनि यो पनि नेपालमा एकदमै डिमान्डमा हुन्छ नि त हैन भने हजुर सर हो नि। तपाईहरुसँग सबै गाडीहरु जति पनि छ नि एकदमै हाई डिमान्ड हाई रिसेल भ्यालु भएको गाडीहरु मात्र मैले देखिरहेको छु होइन। अनि 14 मोडलको यो सेलेरियो VXI मा के फिचर्स आउँछ बहिनी? यसमा चाहिँ तपाईले पावर स्टियरिङ, पावर विन्डोज, अलो व्हील जस्ता फिचर्सहरु पाउनुहुनेछ। ए अनि प्राइस चाहिँ कति राखेका छौं त्यसमा? यसको प्राइस चाहिँ मात्रै हामीले 16 लाख कोडिङ गरेका छौं सर। 16 लाख रुपैयाँ? हजुर। ए अब 14 मोडलको भएपछि यसमा चाहिँ फाइनान्स गर्न मिल्छ कि जस्तो लाग्यो नि मलाई हो। हजुर सर तपाईले चाहिँ यसमा फाइनान्स गर्न पनि पाउनुहुनेछ। ए ल 14 मोडल भन्दा माथिको गाडीहरु चाहिँ सबै फाइनान्स गर्न पाइयो हैन त? यस सर हजुर। फाइनान्स चाहिँ कति 50%? हजुर सर यसमा नि 50% नै हुनेछ। भने 8 लाख रुपैयाँ चाहिँ तपाईको क्याश छ भने 8 लाख रुपैयाँ डाउन पेमेन्ट गरेर 8 लाख रुपैयाँ फाइनान्स गरेर यो गाडी चाहिँ चढ्न पाइयो। हजुर सर। ल बलियो गाडी पनि भन्ने बित्तिकै भनेकै दिन बिक्ने खालको गाडी हो। गाडीको मेन्टेनेन्स खर्च एकदमै कम, फ्युल माइलेज पनि एकदमै राम्रो दिने। यसमा 1000 सीसी को इन्जिन हैन त यो? हजुर सर। 1000 सीसी को इन्जिन है। तपाईलाई 15-16 त आँखा चिन्डेर दिन्छ। ल यस्तो खतरा गाडी पनि बागमती कार सेन्टरमा अवेलेबल रहेको छ हैन त बहिनी? हजुर सर। अब कुन गाडी हेर्छौं बहिनी हामी? अब हामी Volkswagen को गाडी हेर्ने छौं। ए ल लग्जरी कम्फर्ट सेगमेन्टमा पनि हामी आयौं। ए अनि यो एकदम चक्क परेर राखेको यो पोलो पनि रहेछ लग्जरी कम्फर्ट सेगमेन्टमा। अनि यसको बारेमा के भन्दिनु बहिनी? कति मोडलको यो? यो चाहिँ 2014 मोडलको पोलो हाइल्यान्ड रहेको छ सर। ए पोलो हाइलाइन हैन त? हजुर। ए ओके। अनि फिचर्सहरु के छन् बहिनी यसमा? यसमा चाहिँ तपाईहरुले 1600 सीसी को पेट्रोल इन्जिन पाउनुहुनेछ। 1600 सीसी को पेट्रोल इन्जिन है? पावरफुल रहेछ भनेपछि हाइवेमा जाँदा नि कुनै प्रब्लम भएन नि हैन? हजुर। ए अरु फिचर्सहरु? यसमा चाहिँ तपाईले पावर स्टियरिङ देखि लिएर पावर विन्डोजहरु अनि एयरब्याग्सहरु, ABS सिस्टमहरु जस्ता फिचर्सहरु पाउनुहुनेछ। ए भनेपछि त लोडेड नै भयो नि हैन फिचर्सको केसमा त? गाडी पनि बलियो गाडी है। अनि कम्फर्टेबल पनि एकदमै कम्फर्टेबल। र अनि यसको प्राइस चाहिँ कति राखेका छौं बहिनी? यसको प्राइस भने हामीले मात्रै 17,50,000 राखेका छौं सर। ए 17,50,000 यसको प्राइसिङ हैन त? त्यसमा हजुर। नेगोसिएसन र फाइनान्स पनि गर्न मिल्ने भइहाल्यो। हजुर सर। यसमा पनि तपाईले चाहिँ 50% फाइनान्स पाउनुहुनेछ। गाडीको कन्डिसनमा चाहिँ कस्तो छ अब? गाडीको कन्डिसनमा हजुरले कुनै पनि कम्प्रोमाइज गर्नु पर्दैन। गाडी एकदमै धेरै फ्रेश कन्डिसनमा रहेको छ सर। ए ठोकेको पल्टेको त्यस्तो चाहिँ केही हुँदैन नि हामीसँग गाडीमा? हैन त्यो ग्यारेन्टी भयो नि? हजुर ग्यारेन्टी हो सर। आफूले जानेको चिनेको मेकानिकलाई लिएर आएर मजाले चेक जाँच गराएर देखाएर लैजान पाइयो हैन त? हजुर। ल है त। अब सम्पर्क कहाँ गर्ने रे बहिनी? सम्पर्कको लागि चाहिँ हजुर बागमती कार सेन्टर बल्कुमा भिजिट गर्न सक्नुहुन्छ। अब यस्तो राम्रो पोलो गाडी पनि देखाउनु भयो हैन? अब कुन गाडी देखाउनुहुन्छ त बहिनी? अब म हजुरलाई मार्केटमा एकदमै धेरै डिमान्ड रहेको गाडी ब्रेजा छ नि, ब्रेजा देखाउँछु नि, आउनुस् न। ब्रेजा पनि छ? हजुर छ नि। ए ल हेरौँ यही हो? हजुर यही हो ब्रेजा चाहिँ। यो चाहिँ 2016 मोडलको ZDI प्लस भेरिएन्टमा रहेको छ। ZDI भनेपछि यो त डिजल भयो हैन? हजुर सर। ए अनि माइलेज त यसले धेरै राम्रो दिन्छ होला। कति दिन्छ बहिनी? यसले चाहिँ एभरेजमा पनि तपाईहरुलाई 17 देखि 18 किलोमिटर सम्मको माइलेज दिन्छ सर। ए अनि इन्जिन कत्रो हुन्छ बहिनी यसमा? यसको इन्जिन चाहिँ हजुरले 1248 सीसी को इन्जिन पाउनुहुन्छ। 1248 सीसी डिजल इन्जिन हैन त? हजुर सर। ल गाडी त एकदमै राम्रो कन्डिसनमा रहेछ। अनि फिचर्सहरु के हुन्छ बहिनी यसमा? यसमा चाहिँ तपाईहरुले प्रोजेक्टर हेडल्याम्प पाउनुहुनेछ, पावर स्टियरिङ, पावर विन्डोज हुन्छ, अनि यसमा चाहिँ पार्किङ क्यामेराहरु पनि हुन्छ। यसमा चाहिँ तपाईहरु ब्याक वाइपर पनि पाउनुहुनेछ। यसमा पुश स्टार्ट हुँदै हुँदैन? हुन्छ सर हजुर। हुन्छ है। ल फुल्ली लोडेड गाडी छ। प्राइस कति भन्नुभयो? यसको प्राइस चाहिँ मात्र 27,50,000 हो सर। 27,50,000 2016 मोडलको फ्रेश कन्डिसनको ब्रेजा ZDI प्लस है। ल बागमती कार सेन्टरमा यस्तो राम्रो गाडी पनि रहेको छ। र आज हामीले हेरेको गाडीहरु सबै एकदमै चलेको, एकदमै सबैजनाले खोज्ने, सबैजनाले रुचाउने गाडीहरु मात्र अवेलेबल छ। र अरु पनि गाडी छ कि अब सक्यो हाम्रो बहिनी? अरु पनि छ नि हामीसँग। ए त्यो भित्र हो? हजुर भित्र। एकपल्ट हेरौँ न त अरु पनि गाडीहरु चिचिरो हेरौँ त बहिनी। हुन्छ आउनुस् न। अनि कहाँ लिएर आउनुभयो तपाईले यो पछाडी भने यस्तो कचाङकुचुङ बाटामा? कचाङकुचुङ हैन के, यहाँ हेर्नु न मनाङ मुस्ताङ जानुले एकदमै राम्रो फोर व्हील ड्राइभ भएको स्कर्पियो देखाउनु पर्यो मैले तपाईलाई। ओहो मनाङ मुस्ताङको त अहिले लहरै चलेको छ नि, त्यस्तो गाडी पनि छ यहाँ। अनि फोर व्हील ड्राइभ भएको गाडी हो त्यो भने? हो के फोर व्हील ड्राइभ भएकै गाडी हो के सर। ए ओके। अनि कति मोडलको के छ फिचर, कस्तो गाडी हो, कति मूल्य हो त्यो नि भनिदिनु न त। हुन्छ भइहाल्छ नि। यो चाहिँ रहेको छ 2020 मोडलको स्कर्पियोको महिन्द्राको पिकअप S10 प्लस। यसमा चाहिँ तपाईहरुले फुल्ली लोडेड फिचर्सहरु पाउनुहुनेछ। ए अनि यो टु व्हीलमा हो कि फोर व्हीलमा हो बहिनी? यो चाहिँ सर फोर व्हील ड्राइभ भएको हो। ए फोर व्हील ड्राइभ सिस्टम है? हजुर। भनेपछि त मनाङ मुस्ताङ अघि हामीले भने जस्तो जानलाई हैन रारा पनि लिएर जान्छ क्या अहिले त? बाटो छ भने लिएर जान्छ?
होइन त। अनि फिचर्सहरू के हुन्छ बहिनी यसमा? फुल अप्सन फिचर्समा चाहिँ तपाईँहरूले पावर स्टेयरिङ, पावर विन्डोज, प्रोजेक्टर हेडल्याम्प, अलो व्हील, रेयर पार्किङ क्यामेरा, एलसिडी इन्फोटेनमेन्ट सिस्टम अनि EORVM पाउनुहुनेछ। ए ल, फिचर्स पनि फुल्ली लोडेड, गाडी पनि लग्जरियस, त्यसमा चाहिँ 4 व्हिल ड्राइभ सिस्टम है। आहा ल, अनि प्राइस चाहिँ कति छ त बहिनी यो गाडीको? यसको प्राइस चाहिँ हामीले मात्र 37,50,000 राखेका छौँ। ए 37,50,000। अनि यसमा चाहिँ अब नेगोसिएसन त केही हुन्छ होला नि त? हजुर, नेगोसिएसन हुनेछ। अनि फाइनान्सको अप्सन चाहिँ? हजुर सर, फाइनान्सको अप्सन पनि हुनेछ, तपाईँलाई 50% फाइनान्स हुनेछ। हो ल, प्राइस पनि ठिक छ, गाडीको फिचर्सहरू पनि ठिक छ। गाडीको कन्डिसन चाहिँ कस्तो छ बहिनी? गाडीको कन्डिसन एकदमै फ्रेस अनि फाइन कन्डिसनमा रहेको छ सर। A1 छ हैन, कुनै डाउट छैन नि? नन एक्सिडेन्टल ग्यारेन्टी हजुर। ग्यारेन्टी हो। ल ल, अब अर्को कुन गाडी हेर्छौँ बहिनी हामी? अर्को हामीसँग अटोमेटिक गियरमा भएको गाडीहरू हेर्नेछौँ। अटोमा नि छ हामीसँग? ल हेरौँ न त, हेरौँ। ए यो गाडी अटोमेटिक गियरमा हो बहिनी? हजुर सर। ए ओके ओके, यो त नेक्सन हो नि भने? हजुर सर, यो चाहिँ 2019 मोडलको टाटाको नेक्सन XZ A+ रहेको छ। ए XZ A+ है। हजुर। अनि यो डिजल पेट्रोल के हो बहिनी? यो चाहिँ 1500 सीसी को डिजल इन्जिन रहेको गाडी हो सर। ए अटोमेटिक गियर अनि डिजल इन्जिन भनेपछि फ्युल माइलेज पनि राम्रो, चलाउनु पनि सजिलो होइन? हजुर सर। स्पेशली मेरो विचारमा चाहिँ लेडिजहरुको लागि चाहिँ एकदम पर्फेक्ट हो कि जस्तो लाग्यो है, चलाउन सजिलो हुने हुनाले। हो नि सर। होइन? हजुर। फर्स्ट टाइम ड्राइभरहरुको लागि पनि एकदमै सजिलो छ। अनि गाडीमा फिचर्सहरु के हुन्छ बहिनी? यसमा फिचर्समा चाहिँ तपाईहरुले पावर स्टेयरिङ, पावर विन्डोज, प्रोजेक्टर हेडल्याम्प, अलो व्हील, एलसिडी इन्फोटेनमेन्ट सिस्टम, ABS जस्ता फिचर्सहरु पाउनुहुनेछ। ए गाडी पनि फुल्ली लोडेड, फुल्ली लग्जरियस है। हजुर। डिजलमा के रे तपाईको चाहिँ अटोमेटिक गियर होला। गाडी त खतरै रहेछ। अनि प्राइस कति भनेको छौ बहिनी यसमा? यसको प्राइस चाहिँ हामीले मात्रै 30,50,000 राखेका छौं सर। कति को 2019 मोडलको? हजुर सर, 2019 मोडलको गाडी 30,50,000 है। टाटाको नेक्सन XZ+ अटोमेटिक गियरमा। हजुर। ल, चाहिएको खण्डमा बागमती कार सेन्टरमा भिजिट गर्न सक्नुहुनेछ। अब हामी कुन गाडी हेर्छौं बहिनी अर्को? अब हामी हुन्डाईको म्याग्ना हेर्नेछौँ। ए यो चाहिँ हुन्डाईको i10 म्याग्ना रहेको हो? हजुर सर, हुन्डाईको i10 म्याग्ना। ए i10 म्याग्ना है? हजुर सर। तपाईहरुसँग त हुन्डाई, सुजुकी, टाटा कस्तो राम्रो राम्रो गाडीहरु मात्र रहेछ। अनि यो पनि राम्रै छ। कति मोडलको बहिनी यो गाडी? यो चाहिँ 2010 मोडलको हो सर। यसमा चाहिँ तपाईहरुले 1200 सीसी को पेट्रोल इन्जिन पाउनुहुनेछ। ए 10 मोडलको 1200 सीसी को पेट्रोल इन्जिन भएको हुन्डाईको i10 म्याग्ना। अब हजुर रिसेल सर। भ्यालु पनि राम्रो छ हैन त? फिचर्सहरु फिचर्सहरु चाहिँ के हुन्छ बहिनी यसमा? फिचर्समा चाहिँ तपाईहरुले पावर स्टेयरिङ, पावर विन्डोज, एलसिडी इन्फोटेनमेन्ट सिस्टम पाउनुहुनेछ भने सेमी अप्सनमा हुने सबै फिचर्सहरु पाउनुहुनेछ। गाडीको कन्डिसन कस्तो छ त बहिनी? गाडीको कन्डिसन एकदमै राम्रो छ सर। तपाईले आफै पनि हेर्न सक्नुहुन्छ। तपाईले आफ्नो मेकानिकहरुलाई लिएर देखाउन नि सक्नुहुन्छ। ए अनि गाडी चाहिँ यस्तो राम्रो गाडी देखाउनु भयो बहिनी, अनि प्राइस चाहिँ कस्तो छ? प्राइस पनि महँगै छ कि क्या हो? हैन सर, प्राइस चाहिँ एकदमै रिजनेबल रहेको छ। प्राइस चाहिँ मात्रै 14 लाख रहेको छ सर। ए 14 लाख रुपैयाँ? हजुर। 10 मोडलको i10 म्याग्ना 14 लाख रुपैयाँ हैन? प्राइस पनि ठिक ठिकै हो। त्यो चाहिँ यसमा के नेगोसिएसन गर्ने ठाउँ छ कि छैन बहिनी? हजुर सर, नेगोसिएसन गर्ने ठाउँ छ है। ए ल, कसरी चाहिँ हामी अटोबाट भिडियो हेरेर आएको भनेर आउनुभयो भने उहाँहरूलाई हजुरले रेटहरू मिलाएर गाडीहरू दिनुहुन्छ नि, राम्रो गाडी दिनुहुन्छ नि हैन? हजुर सर। ए ल, कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने यो 2010 मोडलको i10 म्याग्ना पनि यहाँ अवेलेबल छ है त। ल अब अर्को कुन गाडी हेर्ने हो बहिनी हामी? हुन्छ सर, अर्को चाहिँ हामी यहाँ रेनोल्टको क्विड हेर्नेछौँ। रेनोल्टको क्विड हो यो चाहिँ? ए कति मोडलको गाडी त? अनि नयाँ नम्बर प्लेट छ, गाडी पनि नयाँ हो कि क्या हो? हजुर सर, यो चाहिँ 2018 मोडलको रेनोल्टको क्विड RXT रहेको छ। ए 18 मोडलको रेनोल्टको क्विड RXT। हजुर सर। ए अनि गाडी कस्तो छ बहिनी? इन्जिन कत्रो हुन्छ यसमा? यसमा चाहिँ तपाईले 1000 सीसी को पेट्रोल इन्जिन पाउनुहुनेछ भने गाडी चाहिँ एकदमै फाइन कन्डिसनमा रहेको छ। अनि फिचर्सहरु चाहिँ के हुन्छ बहिनी यसमा? यसमा तपाईहरुले पावर स्टेयरिङ, पावर विन्डोज, AC, म्युजिक सिस्टम जस्ता फिचर्सहरु पाउनुहुनेछ सर। ए भनेपछि इन्जिन पनि सानो हैन? अनि त्यसै फिचर्सहरु पनि ठिकठाकै छ। सिटीको लागि चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो मलाई यो गाडी। यस सर। हैन? अनि प्राइस कस्तो छ बहिनी यसमा? यसको प्राइस चाहिँ हामीले मात्रै 13,85,000 राखेका छौं सर। ए 13,85,000 रुपैयाँ 18 मोडलको गाडी। ओहो, मोडल भन्दा नि धेरै कम रेटमा आउने छ है? हजुर। अझ त हुन्डाई, सुजुकीको गाडीहरु त तपाईको मोडल भन्दा त अझ महँगोमा जान्छ नि त हैन? यो गाडी चाहिँ भनेपछि एकदमै रिजनेबल रेटमा रहेछ, सस्तो रेटमा रहेछ। अब यसमा चाहिँ फाइनान्स चाहिँ हुन्छ कि हुँदैन बहिनी? हुन्छ सर, यसमा चाहिँ तपाईले 50% फाइनान्स पाउनुहुनेछ। ए भनेपछि 13,85,000 भनेपछि लगभग 14 लाख रुपैयाँ भयो हैन? 7 लाख रुपैयाँ डाउन पेमेन्ट गरेपछि 7 लाख चाहिँ फाइनान्स गरेर यो गाडी लैजान पाइने भयो हैन त? हजुर सर। ए ल, यस्तो राम्रो अफर, जम्मा 7 लाख रुपैयाँ डाउन पेमेन्टमै गाडी चढ्न पाइने भयो।
ल अब गाडीहरू अरू छ कि के छ भने यो बाइकहरू पनि बिक्रीमा हो? होइन सर, होइन। ए होइन, ए हामीलाई यत्रो समय दिनुभयो, यत्रो गाडीहरूको बारेमा चाहिँ सबै जानकारी दिनुभयो, बहिनीलाई धेरै धेरै धन्यवाद। अब हामीसँग रहेको गाडीहरू यति हो कि अरू पनि छ बहिनी? हामीसँग चाहिँ अर्को एउटा कियाको सोनेट पनि रहेको छ, जुन चाहिँ रहेको छ 2022 मोडलको। ए 22 मोडलको कियाको सोनेट पनि छ? हजुर ए सर। अनि यो चाहिँ कस्तो बेस अप्सन हो कि कस्तो हो बहिनी? हजुर सर, त्यो चाहिँ HTE बेस अप्सन रहेको छ। फिचर्सहरू कस्तो हुन्छ त? फिचर्सहरू त एकदम राम्रो हुन्छ नि सर। हुन्छ है। अनि प्राइस कस्तो छ त्यसको, कति राख्नु भएको छ? त्यसको प्राइस चाहिँ हामीले मात्र 33,50,000 राखेका छौँ। ए भनेपछि 2022 मोडलको कियाको सोनेट HTE भेरिएन्टको जम्मा 33,50,000 मा हैन त? हजुर सर। त्यो पनि आएपछि फेरि अर्को भिडियोमा देखाउनुहुन्छ नि हामीलाई, हुन्छ हैन? ल अब यहाँ भएका गाडीहरूको बारेमा सम्पूर्ण जानकारीहरू चाहियो, गाडी हेर्नु पर्यो, टेस्ट ड्राइभ गर्नु पर्यो, फाइनेन्स सम्बन्धी जानकारी चाहियो भने हाम्रो दर्शकहरूले कसरी सम्पर्क गर्ने, कहाँ सम्पर्क गर्ने, कुन फोन नम्बर हो, त्यो सबै जानकारी दिनु हामीलाई। तपाईँहरूले चाहिँ 9860171681 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ, अथवा हाम्रो सोरुम आफै बल्कुमा रहेको छ, त्यहाँ भिजिट गर्न सक्नुहुन्छ। सोरुम चाहिँ बागमती कार सेन्टर, बागमती कार सेन्टर बल्कुमा रहेको छ, रिग रोडमै रहेको छ। तपाईँ कलङ्कीबाट आउँदाखेरि लेफ्ट साइडमा छ भने बल्कुतिरबाट आउँदाखेरि चाहिँ राइट साइडमा रहेको छ। गुगल म्यापमा बागमती कार सेन्टर खोजेर मजाले लोकेसन पत्ता लगाएर आउन सक्नुहुन्छ है त? हजुर सर। ल हस्, बहिनीलाई धेरै धेरै धन्यवाद। अन्तिममा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ कि? अन्तिममा म दर्शकहरूलाई चाहिँ यदि तपाईँहरू चाहिँ कुनै पनि गाडीहरू लिन चाहनुहुन्छ अथवा बेच्न चाहनुहुन्छ अथवा कुनै पनि गाडीहरूलाई एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तपाईँहरू हाम्रो बागमती कार सेन्टर बल्कुमा जहिले पनि भिजिट गर्न सक्नुहुन्छ। ल बहिनीलाई धेरै धेरै धन्यवाद है त।